स्थिति कनी खराब रहे। ई बच्चा हमरा 3 महीना के रही तखनिए मालिक साहब गुजर गेल। दुई 2065 सालमा श्रीमानको निधन हुँदा मन्जुदेवी स्वर्णकारका सन्तान सानै थिए। घरको मियो ढलेपछि मोरङको धनपालथान गाउँपालिका 4 कर्सियाकी मन्जुदेवीले मट्टीतेलको व्यापार गरेर 4 छोरा 1 छोरीलाई हुर्काइन् र पढाइन्। 2065 साल चैत्र महिनामा बुवा बित्नु भएको थियो। 27-28 गते समथिङ त्यही हाराहारी बित्नु भएको थियो। त्यति बेला हामी 13 वर्षको 14 वर्षको त्यस्तै थियो। परिवार चलाउन व्यवहार चलाउन अलिकति साह्रै गाह्रो हुन्छ। भाडा घरमै रहित रहे। त्यही मट्टीतेल बेच्दै थियो। अपने कमाएर बच्चा पनि पाल्यो। बच्चा सबको काम धराए, पढाए 10 क्लाससम्म। मम्मीले गर्दा गर्दै हामीलाई यहाँसम्म पुर्याउनु भएको छ। अहिले उनका छोराहरू आफ्नै खुट्टामा उभिएका छन्। 7 वर्ष यता कर्सिया बजारमा सुन पसल सञ्चालन गर्छन्। बबिया बिर्ता बजारमा पनि सुन पसल र फर्निचरको पसल सुरु गरेका छन्। कर्सिया र बबिया बिर्ता बजारको पसलमा दुई भाइ खटिएका छन्। पहिले हाम्रो कपडा पसल थियो, कर्सिया बजार हटियामै गरिरहेको थियो। त्यस पछाडि हामी विदेश गएको। विदेशमा 2 वर्ष जति बस्यौँ। अनि त्यही व्यवसाय सानै पसलबाट सुरु गरेको व्यवसाय हो यो सुरु गरेको हाम्रो 7 वर्ष पुगिसक्यो। पहिला विराटनगरमा गरेको काम, त्यस पछाडि विराटनगरमा 5-6 वर्ष गर्दाखेरि त्यस पछाडि कसिया आए। कसियामा फेरि काम गरेँ 3-4 वर्ष 5 वर्ष। त्यस पछाडि आफ्नै पसल खोलेँ। अर्को पसल पनि बिस्तारै जोड्दै गयौँ। सुन चाँदी गरेर फेरि सुन चाँदी पसल नै खोलेका छौँ। त्यसपछि फर्निचरको आइटमको प्लास्टिकको आइटम जुन हुन्छ त्यो खोलेका छौँ हामीले। हामी 4 दाजुभाइ छ। 4 दाजुभाइले नि मिलेर हेर्दैछौँ। 2टा भाइ त्यहाँ बस्नुहुन्छ, 2टा भाइ यता बसेर हेर्दैछौँ। शून्यबाट माथि उठेका स्वर्णकार दाजुभाइ आफू स्वरोजगार मात्रै भएका छैनन्, अरूलाई पनि रोजगारी दिएका छन्। भाडाको कोठामा गुजारा गरिरहेको यो परिवारले आफ्नै घर बनाएका छन्। घडेरी पनि जोडेका छन्। परिवारभन्दा बाहिर अहिले 2 जना हुनुहुन्छ। अझै बचेको चाहिँ हामी कारिगरबाट विराटनगरबाट पनि बनाउँछौँ। घर बनाएको छ। पसल अलिकति सानो थियो, सानोबाट ठुलो बनायौँ। अलिकति जग्गा पनि जोड्यौँ। प्रगति राम्रै गरेको छ। मन्जुदेवीको परिवारको प्रगतिको यात्रामा 18 वर्ष यता जीवन विकास लघुवित्त वित्तीय संस्थाको सहयोग छ। संस्थाको ऋण सहयोगमा व्यवसाय विस्तार गरिरहेका छन्। हामीले स्टार्टिङ गर्ने बेलामा जीवन विकासबाट 3 लाख रुपियाँ ऋण लिएर नै स्टार्टिङ गरेका छौँ। पुँजी हाल्ने बेलामा त्यस पछाडि अब मेहनत पनि रह्यो, साथीभाइको पनि सहयोग रह्यो। पटक पटक हामीले काम लागेको बेला लोन लिँदै गयौँ, क्लियर गर्दै गयौँ, लिँदै गयौँ, समयमा किस्ता तिर्दै गयौँ। यहाँ बसेको लगभग 13-14 वर्ष जति भयो। जस्तो आवश्यक पर्यो त्यस्तै अनुसार नै जीवन विकासबाट सहयोग लिँदै गयौँ। पहिलाभन्दा अहिले धेरै राम्रो छ। व्यवसायको पुँजी 15-20 लाख रुपियाँ समथिङ अनुमानित छ अहिले। मट्टीतेलको व्यापार हुँदै सुरु भएको व्यवसाय 3 क्षेत्रमा फैलिएको छ। दुःखमा सुरु गरेको काम मन्जुले छाडेकी छैनन्। 4 सन्तानले आफ्नो व्यवसायलाई विस्तार गरिरहेका छन्। भविष्यमा अब हामी सबैजना यसैमा लागेका छौँ। भविष्य कसले हेरेको छ, तर जे होस् यसैमा लागेर सबैलाई झन् बढाउँदै जाऊँ।